हेलो हाई अनि दर्शक नमस्ते गाइजनीहरू खुसीको खबर नेपालमा क्रिकेट वर्ल्ड कप T20 क्रिकेटमा नेपालले वान म्याच खेलेको थियो, दुईटा म्याच युएलाई पनि एकदम आरामसँगले हरायो। बिचराहरूलाई लुगा धोए चाहिँ धोइदियो है। गीतै बनाइरहेको थियो नि, अम्पायरको हात ठाडोको ठाडै भने जस्तो ठाडोको ठाडै बनाइदियो। हिजो क्यानाडासँग खेलेको म्याच थियो, क्यानाडासँग पनि एकदम राम्रो भयो, सोचे भन्दा धेरै होइन। 161 रन लिएको थियो नेपालले, आरामसँगले 162 चेस गर्यो, त्यो पनि 18 ओभरमै, र 6 विकेटले जित्यो नेपाललाई। खुसीको खबर छ, खुसीको खबर एकदम राम्रो छ, प्रगति धेरै राम्रो गर्दै गएको छ नेपालले। सन्दीप लामिछानेले 2 विकेट, करण केसीले 2 विकेट र हाम्रो शेख किङले भने चाहिँ अर्धशतक पुरा गर्न सफल हुनुभयो र अरूले पनि धेरै राम्रो खेल्नु भएको थियो। धेरै धेरै धन्यवाद छ यहाँहरूलाई। र अब हाम्रो भोलिदेखि T20 वर्ल्ड कप क्रिकेटको म्याच सुरु हुँदैछ इन्डियामा र श्रीलङ्कामा। सो हाम्रो म्याच पर्सि 8 तारिक है, 8 तारिक हुँदैछ नेपालको मुम्बईको वानखेडे स्टेडियममा होइन। अलमोस्ट टिकट सोल्ड आउट भइसकेको छ अरे। अब हामीले हेर्ने भनेको त त्यही एपहरूबाट न हो होइन। बेस्ट अफ लक नेपाललाई होइन। अब बहुत ठुलो चान्स छ सुपर 8मा जाने नेपाललाई होइन। हामीले कि त इङ्ल्यान्ड कि त वेस्ट इन्डिजलाई एउटालाई जित्यौँ भने फाडु तरिकाले हामी सुपर 8मा जाने नै छौँ होइन। त्यसो भन्दै होइन, फेरि पनि अब हाम्रो सन्दीप लामिछानेले चाहिँ बबाल भएर निक्लेको छ र सबैले होइन ब्याट चलाउन पनि सकेका छन्। तर हाम्रो गुलछन राजाले चाहिँ अन्धाधुन्दामै ब्याट चलाइदिने हो क्या। लोकेश ओमले पनि त्यही तरिकाले भेटोस् कि नभेटोस् टिङ टिङ हानेछ, लाग्यो भने गयो खोलाबारी नै तर्ने गरी। बबाल छ है। बेस्ट अफ लक नेपाललाई। र नेपालको म्याच 8 तारिक 3:15 इन्डियाको मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ गाइजहरू। लेट्स गो।